नेपाल सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 लागू गर्दै एलपी ग्यासमा दिँदै आएको सहुलियतलाई आर्थिक वर्ष 2092-93 सम्म क्रमशः अन्त्य गर्ने तयारी गरेको छ। यसको सट्टा सरकारले विद्युतीय चुलो, इन्डक्सन इलेक्ट्रिक स्टोभ प्रयोगलाई प्रोत्साहन दिन सहुलियत तथा अनुदानको योजना अघि सारेको छ। यो निर्णय नेपालले आर्थिक वर्ष 2081-82 मा मात्रै एलपी ग्यास आयातमा 62 अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेपछि आएको हो। बढ्दो ग्यास आयातले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समाथि दबाव बढाइरहेको भन्दै सरकारले अब विद्युत प्रयोग बढाउने दीर्घकालीन रणनीति लिएको हो। नेपाल विद्युत प्राधिकरणले पनि घर घरमा विद्युतीय खाना पकाउने अभियान सुरु गरिसकेको छ भने स्थिर विद्युत आपूर्तिका लागि पूर्वाधार विस्तार र सुधारको काम भइरहेको जनाएको छ। सरकारको लक्ष्य केवल खाना पकाउने क्षेत्रमा मात्र होइन, यातायात र कृषि क्षेत्रमा समेत विद्युतको प्रयोग बढाएर पेट्रोलियम पदार्थमा निर्भरता घटाउने र आन्तरिक विद्युत खपत वृद्धि गर्ने रहेको छ।